नमस्ते। आजको हाम्रो बिक्रीमा रहेको घडेरी चाहिँ जिल्ला सुनसरी धरान उपमहानगरपालिका वार्ड नम्बर 11 मङ्गलाबारे चोकको रहेको छ। अनि यहाँनिर मैले सबै विवरणहरू राखिदिएको छु। अनि जग्गाधनीको फोन नम्बरदेखि लिएर नक्सा पूर्जा, क्षेत्रफल, बाटोको दृश्य र ड्रोनको सहायताबाट वरिपरिको दृश्यहरू खिचेर राखिदिएको छु। यो मङ्गलाबारे चोक तपाईँ देख्न सक्नुहुन्छ। अनि यो एउटा ठुलो बरको रुख छ भने त्यसकै 200 मिटर वरको घडेरी मैले तपाईलाई देखाउँदै गरेको हो। अनि यहाँको सम्पूर्ण तपाईँ पहाडी एरिया जाने बाटो, यो विष्णुपादुका हुँदै विभिन्न ठाउँमा पुग्न सकिने बाटो, फराकिलो बाटोको छेउमा रहेको छ यो घडेरी चाहिँ। तपाईले यो सबै हेरेर बुझेर तपाईको बजेटले भ्याउँछ भने सिधा सम्पर्क गरेर कारोबार गर्न सक्नुहुन्छ। यहाँ छिमेकमा घर बन्दै गरेको कारणले गर्दाखेरि एउटा सानो टहरो स्टोरको लागि बनाइएको छ। यो चाहिँ टेम्पोररी मात्र हो। तपाईले यो बाटो ग्राभेल भएको देख्न सक्नुहुन्छ भने अनि दक्षिणपट्टि घर बनिसकेको छ हाम्रो घडेरीबाट भने यो घडेरी चाहिँ मोबाइल आकारको छ, एकदमै मुख पनि मिलेको छ भने। अनि यहाँको वरिपरिको अनि दृश्यहरू पनि तपाईले राम्रोसँग हेर्न सक्नुहुन्छ। अनि यहाँ तपाईले अहिले 20 फुटे बाटोले टच भएको घडेरीमा तपाईले जस्तो सुकै घर बनाएर बस्नु भन्दा पनि हुन्छ, त्यस्तो केही पनि समस्या छैन। यहाँ तपाईँ देख्न सक्नुहुन्छ। अनि धनी पूर्जा 4617 अनि 4635 रहेको छ भने। अनि यहाँनिर जग्गाको आकार पनि मोबाइल आकारमा छ, तपाईलाई एकदमै सजिलो हुन्छ। यो ठुलो बाटो पहाडी इलाका जाने बाटो देख्न सक्नुहुन्छ। यहाँ नजिकै ठुलो पिच बाटो भने त्यसकै शाखा बाटोमा रहेको छ यो घडेरी। अनि यो घडेरी चाहिँ जम्मा 9 धुर 1 पावा रहेको छ, यानि कि 9.25 धुर 9.25। यदि तपाईलाई मनपर्छ अथवा तपाईको बजेटले भ्याउँछ भने सिधा सम्पर्क गर्न सक्नुहुन्छ। यो जग्गाको धुरको हिसाब गर्दाखेरि चाहिँ 7,50,000 भनेर भन्नुभएको जग्गाधनीले। अनि यसमा पनि केही मिल्ने ठाउँ छ भनेर भन्नुभएको छ चाँडो सम्पर्क गरेको खण्डमा। अनि तपाईलाई यदि मनपर्छ भने उहाँलाई चाँडो सम्पर्क गरेर कारोबार गर्न सक्नुहुन्छ। यसमा मुद्दा मामिला जय झगडा त्यस्तो केही पनि छैन। मैले जग्गाधनीलाई स्वयं भेटेर सबै कुराहरू डिटेलहरू लिएर मैले यो जग्गाको विवरणहरू उठाएको हो। यदि तपाईलाई इच्छा लाग्छ मनपर्छ भने लिन सक्नुहुन्छ। राम्रोसँग बुझेर लिनुहोला। अनि हामीले के कस्तो सहयोग गर्नुपर्छ हामी गर्नेछौँ हाम्रो तर्फबाट। यसमा कुनै पनि त्यस्तो बिचमा पर्सेन्टेजको कुराहरू केही पनि आउँदैन, जय जमेला त्यस्तो केही पनि हुँदैन। तपाईले लिने र दिनेको स्पष्ट रूपमा कारोबार हुनेछ। यस्तो तपाईले अप्ठ्यारो नमानिदिनु होला। तपाईले एकदम दिल खोलेर कारोबार गर्न सक्नुहुन्छ। यहाँनिर तपाईँ देख्दै गरेको चाहिँ अनि यो दक्षिणपट्टि घर बन्दै गरेको कारणले गर्दाखेरि यहाँनिर सानो एउटा स्टोरको रूपमा अनि राखिएको छ। सिमेन्टहरू राख्नलाई टेम्पोररी हो यो, यसले केही पनि अप्ठ्यारो पार्दैन। अहिलेसम्म यो भिडियोलाई हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद।